त्यसलाई फटफाट गरेर हेर्नुपर्ने हुन्छ। अब कस्तो आएछ सामान हेर्छु। अब रुममा गएर म पताल गर्छ यसलाई। अनि सबजना परेशान है, परेशान मैं भी परेशान है, तू भी परेशान है। I need salary, my friend. सब पागल भइरहेछ यार, स्यालेरी टाइममा नदिएर गाह्रो छ। नाम मात्र विदेश भइरहेछ है, के भन्नु। झिलिमिली बाहिरबाट झिलिमिली, भित्रबाट के भने जस्तै त्यस्तै हो। हेलो नमस्ते, सन्चै हुनुहुन्छ तपाईँहरू? म पनि सन्चै छु, ड्युटी गरिरहेको छु है। अर्डर आएको छैन, कामसाम सकेर गएको। बिहान पनि भयो, कति बज्यो होला त, काम पनि लाग्यो होला। 6 बजे जस्तो लाग्यो, 6:30। काम चाहिँ लागेछ है, लागेछ। सो सनराइज कता छ हाम्रो? सनराइज यो चाहिँ हाम्रो काले दाईको गाडी है, हाम्रो ड्राइभरको गाडी। धुनुपर्ने रे। अब यहाँ भित्र कफी खाइरहेछ, धुन्छ होला। अनि मैले एक दिन अगाडि सामान चाहिँ मगाएको थियो अनलाइनमा, आज आउँछ कि सायद आयो त, मजा आउँछ। कति एक दिन लेट भयो, आउँछ चाहिँ भन्दा यस्तो भनेर हेर्दा यत्रो अग्लो भयो यार यहाँको बिल्डिङ। केही पनि थिएन, यत्रो भइसक्यो। अहिले चाहिँ कामतिरै छु, ड्युटीतिरै छु। अब चाहिँ ड्युटी कति छ, 9 बजी छुट्टी हुन्छ। त्यसपछि त रुम जाने हो, मस्ती गर्ने हो, त्यही हो। अनि मैले काले दाई भनेको थिएँ नि त, काले दाई चाहिँ हाम्रो यो हो। व्हाट्सअप Shake your water nyash. Sota. Yes? Morning coffee. Good morning. Top shorter, good morning, Africa. Yeah. How was your feeling? 21st of December, half salary. गाह्रो छ, कसले पनि तलब ल्याएर टेन्सन छ। Drinking coffee, no sugar. के तनाव छ है, तलब टाइममा दिँदैन, त्यही भएर गाह्रो। डियर जिन्दगी भइरहेछ, जे होस् चलिरहेछ। सबजना परेशान है, परेशान मैं भी परेशान है, तू भी परेशान है। I need salary, my friend. सब पागल भइरहेछ यार, स्यालेरी टाइममा नदिएर गाह्रो छ। नाम मात्र विदेश भइरहेछ है, के भन्नु। झिलिमिली बाहिरबाट झिलिमिली, भित्रबाट के भने जस्तै त्यस्तै हो। Can I help you? No, I'm going to get order. Order? Okay, see you later. फाइनली छुट्टी भयो, काम पनि सक्यो, ड्राइभर आइसक्यो। म चाहिँ ड्राइभरसँग छु, अब रुममा जाँदै हो। यो अनिसँग छ, यो चाहिँ सिटी हो है, सिटी काम गर्ने ठाउँ चाहिँ यसको बिल्डिङ हो। एउटा अलिक गतिलो भनेको, त्यही पनि गतिलो चाहिँ छैन, बिल्डिङ मात्र ठुलो हो। यो सरसफाइ भनौँ न, यस्तो खासै गतिलो छैन। योभन्दा त हाम्रो बसन्त पुरै राम्रो छ यार। सिटी भइछ, अलिक सिटी जस्तो हुनु पर्यो, सिटी जस्तै छैन, मात्र बिल्डिङ मात्र ठुलो, अरू त खासै गतिलो छैन। सिटी जस्तो चाहिँ लाग्दैन। रातिबाट अलिकति राम्रो देखिन्छ। अब झिलिमिली बत्ती सती हुन्छ, त्यही भएर चाहिँ हुन्छ त काम चाहिँ बडो अरूबाट यो कुबेली बस्नेहरू, अब हाम्रो कोलोनी जस्तो टाइपको हुन्छ नि त, उनीहरू बस्ने छुट्टै एरिया हुन्छ, त्यो चाहिँ एकदम बगाले रहेछ, एकदम सफा हुन्छ। यो दामी हुन्छ, पुरै गार्डन सार्डन। फाइनली रुममा आइपुग्यो, फाइनली। तल चिसो छ। ओके ब्रो, थ्याङ्क यू, सी यू। हाम्रो बिल्डिङ चाहिँ यही हो, आइपुग्यो।
गएर हुक्का खानुपर्छ सुत्नु पर्छ यहाँ बिरालहरू छ क्या यत्रो सानो थियो है हेर्दा हेर्दा हेर्दै कत्रो ठुलो भयो क्या यत्रो ठुलो भएको छ नि यत्रो सानो थियो हामीले हेर्दै यत्रो माउ बनाएको छ क्या A few moments later. सामान मगाएको थियो सामान आएको रहेछ एक्साइटेड कस्तो आएर चाहिँ हिँड्नु पऱ्यो नि कुनै वाउ एक्साइटेड भइरहेको छ पुरै एक्साइटेड मगाउन चाहिँ अलि राम्रै सामान मगाएको थियो कस्तो आएछ हेर्नुपर्छ फाइनली यो सामान आयो सामान चाहिँ यस्तो छ है अब यसलाई फटफाट गरेर हेर्नुपर्ने हुन्छ अब कस्तो आएछ सामान चाहिँ अब रुममा गएर म पताल गर्छ यसलाई अनि देखाउँला के आएको रहेछ कस्तो रहेछ है खोल्ने कार्यक्रम हुँदैछ होइन के हो खानेकुराहरू एक बाइट हानिहाल्नु सुरुमा के हो त्यो के हो यो स्वैग ड्योर स्वैगहरू जस्तो डियोरको दुइटा पठाएछ ल आएन कि चनेल र उयो धन आयो वर्षाची वर्षाची खोइ चनेल टफर्ड है यो चनेल खोइ त नि ए चनेल तर अब हामीले ऊ मगाएको थियो के भन्छ एउटा खोइ लाइनले राख्नु ग्रिडको अब आएर छोडिदिएर धनी हो नि त हामी धनी हो त्यसको लागि चाहिँ यो डियोरको पठाएको जस्तो लाग्यो यस्तो छ है यस्तो छ यही हो सामान चाहिँ अब भित्र पनि खोल्नुपर्ने हुन्छ खुट्टा सुट्टा नआउँछ भयो खोलिदिएको ल ल कुन हो त्यो डियोर चनेलै खोलिदियो फेरि अरू किन खोल्या भन्दाखेरि ओहो धनी हो नि त हामी आमा कत्रो ठुलो यार खोइ सुँगौँ पहिला छस्तो झन्थ्यो ए सकिन्छ है है मिठो छ तर कस्तो 7-8 घन्टा दिइहाल्छ अर्को एउटा पढ्दिउँ लास्ट होइन अब सबै फोड्नु फोडेपछि सबै ब्लू कलरको देखाएको थिएँ हाम्रो खासमा होइन ब्लू कलरको रजतलामा सबै कलर ब्लूकै ब्लू वर्षाजी पनि वर्षाजी नखोल्ने अरे अलिअलि बनाउनु यो त सब तोडेर केदैन के सुसाउ के हो यो इङ्ग्लिस पनि कडा यो चाहिँ हाम्रो चाचाको है यो चाहिँ रजत लामाको है टेन वर्षाजीको पालो चाहिँ भर्सा चाहिँ बस्न आइरहेछ यसको त दामी रहेछ खोइ रोज गोल्ड रहेछ कलर देखाऊ मलाई चाहिँ यो रोज गोल्ड खतरा लाग्छ कि टेन वाउ
लोगो अन्त लोगो लोगो Versace Armani हो यो चाहिँ पछि खोल्नु